साथी अभी ओए मेरो अन्तिको ब्लगमा धेरै सब्स्क्राइब लाइक गरिदिनु को भलकलाई लाइक गरिदिनुस् मेरो रुबिना दिजुलाई प्लिज त्यहाँ चाहनु चाहेको छ र यो निधार फ्लाइट गर्न चाहनुहुन्छ भने हाम्रो फिलिपिन्सबाट रे उहाँहरू चाहिँ नेपाल घुम्न आउनु भएको उसलाई त अनि अहिले भर 5 साल गरेर सिद्र पोते गरे भोलि टाप हुन्छ आज केटलिन पन्त युट्युब च्यानलमा लाइक सब्स्क्राइब न्यू ब्लगको सुरुवात भइसकेको छ गाइस। उहाँ चाहिँ मेरो भाइ हो अनि उहाँ चाहिँ मेरो साथी अनि हामी कहाँ पुग्यो होला है हो नहुने म त साँच्चै ठाउँ होला भन्ठानेको। नमस्कार दर्शकबिन, म चाहिँ अब गाडी चलाउँदैछु भन्नुभयो पिसाब लागेर भन्ने बेला सुरुबाट लाउनु म पिसाब फेर्न अलि दूर घर कटेसीमा गए मिल्दैन लु भन्नु ल नयाँबाट हैन। हेलो एन्ड एभ्रिवान, नमस्ते। हामी अहिले सिलगढी बिचको तर्फ जाँदैछौँ होइन। अहिले हाम्रो यात्रा काठमाडौँबाट सिलगढी बिच भइरहेको छ। हामी सबैजना मिलेर रमाइलो गर्दैछौँ, बाटोमा जाँदैछौँ। हाम्रो न्यू भ्लगलाई सब्सक्राइब गर्नु होला, लाइक कमेन्ट सेयर गर्नु होला है गाइस। ल हाम्रो उतातिर घुमाउनु लागि क्यामेरा पनि कस्तो धमिलो आइरहन्छ। दिदी के भन्न चाहनुहुन्छ? के भन्छ अरे अब चाहिँ हामी सिद्धिपाल्छौँ बिच जाँदैछौँ। सबैलाई पनि आउनु स्वागत गर्न चाहन्छु। मेरो अन्तिको ब्लगमा धेरै सब्सक्राइब लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। जारी छ। कस्तो छ यात्रा? रमाइलो भएको छ? पहिला मैले यस्तो चलाउँदै थिएँ ल। हाम्रो कम्पनी 50वटा थियो गाडी कम्पनी पहिला। हाम्रो भेनालाई चाहिँ कसरी चिनेकी छोरी हामीले मित्र खूब राख्दो रहेछ। हामी जाने चाहिँ थाहै हो, अहिले जहिले पनि यहीँ हो जाने। Hi guys. Kopila, where are you? Hi. Hi Simo Didi. Hi Angel. Hi guys. Hi Suhana model. Hi. Kore? छोडा ए कस्तो फेस सेम मिलेको है मितिनी। कति महिना भयो? होइन होला 1.5 महिना। 1.5 महिनाको त यत्रो ठाडो पार्नै मिल्दैन है कस्तो। 1 वर्ष नि भएको छैन। उही 9 महिना जस्तो छ। के हो हजुरको नाम? के हो? अनि छोराको नाम के राखिदिनु भएको मितिनी?
अनि खोइ त स्वामीजी हजुरको श्रीमान कता होइसिन्छ काममा होइसिन्छ फुल खेलिरहनु भएको ए फुट तर एउटा मलाई खासै काम गरे पनि हेर्नु मम्मी हाई कडा गरेर त्यो हाल यस्तो मात्रै भएको के बोल्छन् हजुरहरू रुबिना तामाङको भ्लगलाई लाइक गरिदिनुहोस् TikTok, Facebook, Instagram, सबैमा फलो गरिदिनु मेरो रुबिना भिजुलाई प्लिज उहाँलाई कोइन पनि हालिदिनु थ्याङ्क ट्याप ट्याप सेन्स हाई बेबी हाई आइस मसँग आइस न जान्न भन आइस मसँग आइस आइस हामी चाहिँ स्विमिङ पुल पार्टी गर्दैछौँ है गाइस पाउँछु कस्तो सेक्सी भएको कि है रुपाली दिदीको अवतारमा जानु कस्तो मम्मीमा पनि मेरो पनि ऊ चाहिँ कादिरा छोरी हो हाई वाउ कस्तो हट देखेको है मलाई पनि देखाउनु ल ल मनी आउँदैछु कादिरा म्याम हामी विदेशी भन्नु न फिलिपिन्सबाट रे उहाँहरू चाहिँ नेपाल घुम्न आउनु भएको मिङ्ला बाबाजी वाउ म त कपाल बाम मिङ्ला बाउ यता चाहिँ राइटमा आउँदैछ नि त Mabuhay Philippines! Yeah, visit Suguri Valley swimming pool. Follow me. Follow me. Love button is here, guys, mom. Yeah, Paul. Yes. Mabuhay Philippines! Mình là ở số mà không à? Come follow me. Turn. And pose hold. One turn and hold the pose, yeah. Follow me, guys. Chukucha, say hi. Say hi, girls. Boy, sorry, pani, Angel. Pretty girl. कपाल टल्केको त पहिला पहिला देखेको त के हो के खाने म रहेछ खाँदिन है ल्याउ यही भयो मलाई भयो ह्यापी बर्थडे टु यु इस्माइलको के हो यो गिलास हालिदिए बिहेर ल्याएन ह्यापी बर्थडे मेरो तर्फबाट छुट्टै गुरुजी ह्यापी बर्थडे थ्याङ्क यू ल मेरो बर्थडे डाइभर एन्ड डाइभरनी नाइस कपल्स एकदम खुसी छ उहाँलाई नै सिन्दुर पोते चुरा गर्नु न उसलाई त अनि अहिले भर 5 साल गरेर सिन्दुर पोते गरे भोलि ताप हुन्छ सँगै लाने हो अनि सँगै लानु पर्ने कस्तो छोडेर जान्छ त हाम्रो मिटिङ त गर्जियस हो नि सो ब्युटिफुल बर्थडे केक आयो क्राउन रिभिलिङ जस्तै हो केक पनि रिभिल गर्ने मम्मी कसो मैले Happy birthday to you. Happy birthday
आइतबार बोला Thank you so पछाडिबाट खिचिदिँदा यता आउनु तपाईँ थोरै खोइ यता हेरेको तपाईँले चाहिँ मेरो युट्युबमा है
खोइ के काम लाग्छ आमा मोडल तर फोटो भइदिएको होइन कस्तो चिसा आएको थियो भाइ वहाँ हिँड्नु न वहाँ अब जाउँ त म वाउ आजको बर्थडे गर्लको मदर हो उहाँ के 2 शब्द भनिदिनु नि त 2 शब्द भनिदिनु हजुर बर्थडे गर्लको मदर हो नि त आज मेरो छोरीको बर्थडे हो अनि हामी ह्याप्पी पैसा कलेक्सन गरेको छ अब म घर जान्छु सुकुटे भ्याली यस्तो छ भ्यू कस्तो राम्रो भ्यू हो यस्तो राम्रो भ्यू पनि हुन सक्छ र हेर्नु त गाइस यो चाहिँ सुकुटेको खोला कत्रो ठुलो आएछ पानी परेको परेछ गाइस ब्रेकफास्ट have guys हामी चाहिँ आफ्टर ब्रेकफास्ट चाहिँ हामी यता भिजिट गर्न गइरहेको छौँ ओ उहाँ चाहिँ केटलिन पन्त केटलिन पन्त खोला कत्रो ठुलो आएको छ कि यस्तो है गाइस म चाहिँ नाइटीमै आएको अरू चाहिँ 60 भएर आयो यहाँ खोला देखाउनु त्यही त दिजु ब्रेकफास्ट खाइसक्यौँ हामी यसो घुम्न आएको कि यहाँतिर यसो अबि के आयो खुट्टामा वाउ सुजु दिदी हो कि उहाँ चाहिँ सुजु के भन्नुहुन्छ युट्युब च्यानलमा लाइक सब्सक्राइब सेयर गरिदिनु होला चिसी खोला चाहिँ यस्तो छ गाइस भर्ती भएको 2010 मा हो भर्ती भएको 2010 मा हो भेनाजुले किन्देको चस्मा हो लाला धेरै तल त नजमै पानी परेर दगुराम भयो है आइजान्थ्यो आमा कत्रो आयो भाइ पानी त डेन्जर आयो दिदी हौ एकछिनमै कस्तो पानी आएर मरे हे भगवान हे भगवान लुङ्गी उचाल्दै भाग्छ त एकछिनमा कस्तो पानी आएको हाम्रो आजको मोडेल अफ द डे हेर्नु है उहाँ चाहिँ मोडेल सो गॉर्जियस कपल के भन्न चाहनुहुन्छ त कपलको साइडबाट हजुर नमस्कार हजुर मैले घुम्न आएको घुमाइदिनु मलाई नि पहिले सेवार हो सेवार उहाँसँगै बिहे गरेर बस्नु नि त अब चाइनिज के भने अभी
हामी चाहिँ यसैमा आएको सुकुटे भ्याली। यहाँ बसेको हामी गाइस। एकछिन हौ यतादेखि खिच्ने हो के। हेलो मोडलिङ गर्दै हुनुहुन्छ कि उहाँ, अनि त्यही भएर चाहन्छु। घाम लाग्यो है गाइस। अब यो 4-5 दिनको पानी परेपछि चाहिँ हेर्नु न सुकुटेमा हाल्न सक्दिनँ के भोलोक नाइजमा हामी चाहिँ जान चाहन्छौँ। अब यो ठाउँ छोडेर रुनु पनि मन लागिरहेछ, के गर्नु, रुन पनि सक्दिनँ। पुग्दैन, जानै पर्यो। यस्तो हालतमा जाँदैछु गाइस म, के गर्नु।